कस्तो का गरिरहेको है। यस्तो आवाज सुन्दा त म नेपालमै छु जस्तो लाग्छ कि। I'm from Nepal. I'm working with Nepal. Very good. Too much drinks. यो अगाडि जानु हो अगाडि हजुर हजुर त्यो बिल्डिङनिर जानु पर्यो कि होइन तल बिल्डिङको ल यो के हो चिउरा हो यो के हो पोखरा कस्तो सफा हुँदैछ साथी हैन कस्तो लागिरहेछ त दाजु थेरै नराम्रो लागिरहेछ रमाइलो नि नयाँ ठाउँ हो दामी लागिरहेछ हैन अलिकति रिग्रेट नि भइरहेछ के को लागि रिग्रेट भइरहेको छ टाइमिङमा आएन भनेर ठिक छ त्यही पनि नाइट भ्यू पनि राम्रो छ हाई गाइज वेलकम टु माई भ्लग अब जरुरी सबैजना सन्चै हुनुहुन्छ होला अनि यदि नयाँ भ्युअर्स हुनुहुन्छ भने इट्स मी राजु सेन अनि आज चाहिँ सन्डे मेरो चाहिँ आज छुट्टी है अनि अहिले चाहिँ साँझको 5:30 बजिसक्यो र म चाहिँ अब साथीलाई भेट्न जाँदैछु अनि मेरो साथी चाहिँ यहाँ चोकनिर वेट गरिरहेको छन् अनि साथीसँग चाहिँ म लगभग 6 वर्षपछि भेट हुँदैछु फोन आयो यार साथी के छ यार ठीक छ लास्ट वर्ष है कति वर्ष हो मोटा छौ त तिमी त हेर त हिउँभन्दा गोरो भएको छौ त हामी चाहिँ 6 वर्षपछि भेट हुँदैछौँ कि होइन नेपाल छँदै अब नेपाल छँदै लगभग 2-3 वर्ष भएको थियो नभेटेको अनि म आएको पनि 3 वर्ष भइसक्यो अनि उनी चाहिँ 1 वर्ष त म आएको भइसक्यो यार 1 वर्ष त्यही त म अस्ति भर्खर थाहा भएको कि हामी चाहिँ लगभग 10-12 दिन भएको थियो कि बोलेको होइन अनि भेट हुने भनिरहेको थियो अनि टाइम अनि सिचुएसन नमिलेको हुनाले चाहिँ अहिले आएर भेट हुनु परिरहेको छ यत्रो दिनपछि दिनेशलाई चाहिँ औडा भोक लागिरहेको छ अरे डेन्जर भोक लागिरहेको म त खाना खाएको लगभग 2-3 घन्टा भइसक्यो ड्युटीबाट आउने बित्तिकै हिँडिहाल्यो क्या नुहायो अनि हिँडे दुबईको गर्मी अनि के भन्नु यार ओभर छ यार ओभर छ नि यार अलि लास्ट टाइप भएर भेटा बस्छु यस्तो यो हुन्छ नि कति बज्यो अहिले त कति 5:50 भयो नि हो यति भएपछि आज बज्यो किन भागेर आएको नि त यस्तो आज फेरि कस्तो हुन्छ नि सन्डे हाम्रो ड्युटी ठ्याक्क 4 बजेसम्म अरू बेला चाहिँ आज चाहिँ 5 बजीसम्म हुन्छ क्या आज चाहिँ 2 बजेको भागिदिएको थिएँ म 9 बजे 5 बजीसम्म बस्नु पर्थ्यो त्यस्तै भएको थियो बिचमा एक्सिडेन्ट भएको थियो क्या अनि के भएर एक्सिडेन्ट भएको थियो देखाउ हेर त काममै डेन्जर मान्छेहरूको यस्तो हुन्छ है गाइस सो हामी चाहिँ रेस्टुरेन्ट खोज्दैछौँ होइन अब खाजा खानु पर्यो कता दिनेशलाई थाहा छ दिनेशले लगेर जाँदैछन् मलाई चाहिँ मलाई एक्ज्याक्ट थाहा छैन कि एक्ज्याक्ट थाहा छैन अनि के खोजिरहनु हो या नै हो बहिनी त ढुक्क बस्छ न नेपाल नै त हो नि यो भर्दुको भनेको होइन अनि नेपाल नै हो होइन सबै नेपालीहरू मात्र हुन्छ यहाँनिर प्राय नेपाली सबै त के भनौँ प्राय यो डेन्जर भोक लागिरहेको थियो कि मलाई अघिदेखि द भोज अरे म चाहिँ कहिले आएको थिएन दिनेश यहाँनिर है ठिक छ दिदी नमस्ते ल एसीनिरै बसौँ यहाँ खै त त्यहाँनिर चाहिँ दामी थियो कि बस्नु होइन ठिक छ यहीँनिर बसौँ बसे पनि भयो सुते पनि भयो सुत्ने ठाउँ पनि है म चाहिँ सुत्दिन्छु होला दिनेश एउटा हल्का थाकिरहेको छु के खान्छौ दिनेश भन कस्तो टाइपको खाने मलाई जे भयो भने हुन्छ तिम्रो चोइस नै मेरो चोइस जे मिल्दैन है खाजा सेट खाने खाजा सेट खाम होइन हुन्छ हुन्छ त्यही गरिदिनु न त हाम्रो खाजा आउनको लागि चाहिँ टाइम लाग्छ होला तर हामी चाहिँ यहाँ कोकदेखि स्टार्ट गर्नुपर्ने हुन्छ दिनेश मजा आइरहेछ होइन कोक नै पोख्यो यार सो यहाँ चाहिँ मेरो कोक चाहिँ अन द स्पोट भुइँमा कस्तो लागिरहेछ त दाजु थेरै नराम्रो लागिरहेछ कसैले नदेखियो भने चाहिँ मलाई यस्तो कुराहरू नराम्रो लाग्छ कि लास्ट इयर आज छुट्टीको दिन पनि सुख भएन
आज त पोछा हान्नु पर्दैन भनेको होइन ओभर टाइम हो ओभर टाइम भयो होला है यति त अहिले ठ्याक्क भनौँ लाग्यो त्यो सिस्टर आएपछि यसको लागि सरी है यसको लागि यो हाम्रो चाहिँ के हो यो के छ त यसमा त छैला खाजा सेट अन्डा यो के हो चिउरा हो यो के हो त्यो खै आएको यस्तो लागेर ठकने रोटी हो क्या रोटी नै रहेछ आलु चिप्स जस्तो देखिरहेको थियो मलाई माथिबाट साह्रो छ त है जुसी देखिरहेको छ त मोमो है मोमो खामा तर ओभर तातो छ नि त म मान्छे मात्र लोभियो तर धेरै खान सक्दिनँ क्या डेन्जर मैले अझ हेरिरहेको हुन्छु कि त्यो भिडियोहरू दुईजना केटी छ क्या नेपाली नै हुन्थ्यो यस्तो खाइदिन्छ यार तिनीहरूले यहाँनिर साग पनि रहेछ हेर त आज खुसी लाग्छ यार भोलि फेरि ड्युटी काम सम्झिँदा दुःख लाग्छ कि यार जति खुसी भए पनि यसो भोलि काम सम्झिनु पर्छ यार यसै मुडै अफ हुन्छ भनेको म चाहिँ हल्का पैसा हुनुपर्ने कि 20-30 लाख 50 लाख जति हुनुपर्ने अनि टक्क कन्टिन्युसली भ्लग गर्दै हिँड्ने होइन तर सोचे जस्तो कहाँ हुन्छ होइन स्ट्रगल गर्नु पऱ्यो नि 20-30 लाख अरे अझ होइन अझ दिराम हो क्या नेपाली नभएर ड्रिम दुबईमा हानिरह ड्रिम दियो चिट्टा आएको ओभर टाइम पनि जान्छ त्यसमा यार यहाँको डेकोरेसन चाहिँ मलाई बब्बाल लाग्यो है अनि यहाँनिर यस्तो बर्थडेहरू मनाउनु पऱ्यो भने पनि बब्बाल है छ थ्याङ्क यू सो मच अब हामी 1 महिनापछि आउँछौँ ल ओके ल गाइज आउनु पऱ्यो है ल हामी पनि आइरहेको ल सो गाइज हामी चाहिँ खानासाना खाइयो होइन टक्क अनि अहिले चाहिँ मलाई हल्का निद्रा लागिरहेको छ झुल लागिरहेको छ कि खाना खाएपछि त मलाई झुल लाग्छ कि साथी औडा झुल लाग्छ अब चाहिँ हामी मेट्रो स्टेसन जाँदैछौँ सुरु भयो यो क्राउड देख्न सक्नुहुन्छ है यहाँ चाहिँ फेरि सन्डे मात्र हुन्छ यस्तो क्राउड अरू दिन हुँदैन स्याटरडे पनि हुन्छ तर स्याटरडे पनि यति धेरै त हुँदैन होला म्याक्सिममको अफ चाहिँ सन्डे हुन्छ त्यही भएर साँझ चाहिँ आउँछ मान्छेहरू होइन तर म चाहिँ आउट अफ सोसल एन्जाइटी हो कि किनभने किन थाहा छ किनभने अब यो क्यामेरा समाएर हिँड्नको लागि मलाई चाहिँ लाज लाग्दिनँ कि साथी किन लजाउनु होइन अब दिनभरि झाडु हान्दा यार लाज लाग्दिनँ होइन दिनभरि झाडु हान्दा लाज लाग्दिनँ यो क्यामेरा समाएर हिँड्नु के को लजाउनु होइन यति धेरै भिड छ यार कस्तो देखिरहेछ ब्याग बोकेर होइन स्कुल जानु लाग जस्तो त देखेको छैन मलाई उडा रमाइलो लागिरहेको छ म जहाँ जाँदा पनि खुसी हो कि दिनेश अनि तिमी चाहिँ फेरि मोडलिङतिर नगएर कहाँ दुबईतिर आएको त भन कि अनि छ नि सबै कुरा छ नि के बिल्ला लाग्ने हो यस्तो हेर्छम मान्छे तिमीसँग हिँड्दा त अनि सबले हेरिरहेछन् होइन होइन हेर त पुरानो बर्दुबेहरू क्या यस्तो दामी देखिरहेको छ यसलाई चाहिँ नेपाली पार्क भन्छ होइन खासमा नेपाली पार्क त होइन होइन तर यहाँ सबै नेपाली धेरै नेपाली प्राय नेपालीहरू आउने भएर चाहिँ यहाँ चाहिँ नेपाली पार्क राखेको छ कि ठाउँको नाम चाहिँ कहाँसम्म पुगिन्छ होइन यो मान्छेलाई थाहा छैन कहाँ जाने हो भन्ने अनि कहाँ जाने लेट्स सी गाइस अब चेन्ज गरौँ होइन कहाँ जाने भन्ने पनि थाहा छैन यत्तिकै हावातालमा हिँडिरहेको छ मेरो फेरि यस्तो गोजा टाइट छ कि गोजा टाइट छ पैसा धेरै भएपछि त्यस्तै हो पैसा छैन यार एउटै हो यहाँबाट एक मिनट छ ए स्ट्रेट नै रहेछ त डाइरेक्ट छ त जाऊँ न त नभए त्यही नै हो त्यो मैले भने तिमीलाई अल्जदफ भन्ने होइन त्यहाँ जाऊँ न त 29 रहेछ त्यो नजिकै छ त यस्तो राख्छु यार राख हराउँछु के सो यो चाहिँ बुर्जुमान मेट्रो स्टेसन बसिदिन्छु म पनि साथी
पानी छ होइन हामीसँग त सुत्दिम क्या हो यार मिलाइदिन्छु म यु वान्ट टु बाई माइक डिजेआई माइक अँध्यारो भइसक्यो नि माइक दिस वान ओके दिस इज गुड ब्रो Okay, thank you. What's your name? Yeah, we will see. Nice name. From where? Africa? Ghana. Ghana. You are doing what you are doing? I'm chef. Safe. Too much stress. Too much stress, yeah. Dubai is good, but too much stress. Now from where are you from? I'm from Nepal. I'm working with Nepal. Very good. Too much drinking. Too much drinking. No smoking. Yeah, I am smoking. Yeah, Nepali not smoking, drinking. Yeah, drinking. Yeah. But I am smoking, but I am not drinking that much. You guys? Okay. यो रिफ्लेक्सनले गर्दा चाहिँ भ्यू चाहिँ राम्रोसँग देखिरहेको छैन ओ हाम्रो चाहिँ लास्ट स्टेसन आइपुग्यो कता हो दिनेश एक्जिट यता लेखिरहेको छ यतै जाऊँ न वाउ त्यो एउटा दिदी त्यो सुन्नु त्यो वाटर पार्क हो कि समथिङ के छ कि यतै होला जाऊँ न खै यार होइन दुबई त नयाँ होइन दुबईमा त नयाँ होइन 3 वर्ष भयो तर ठाउँ थाहा छैन कि यहाँनिर अँध्यारो भएको छ अनि फेरि तर एक्ज्याक्टली हामीले चाहिँ लोकेसन भेटाउन गाह्रो भयो कि उतापट्टि हो जस्तो लाग्छ यार यता त रेगिस्तान जस्तो देख्छु त हेर्दा पनि म पनि त्यस्तै देख्छु त यार घुम्नेको जग्गा छ रहेछ घुम्ने का इधर है ना समंदर आगे जाओ आगे आगे है यही सबसे जाएगा यही रास्ता है ना ये जो रेड सिंगलर है ना ये क्रॉस करके ऐसा ही आगे जाओ किसी से पूछेगा आगे रास्ते समंदर के तो वो खुद ही बताएगा ठीक है कैसे चल रहा है सही है गर्मी ज्यादा है गर्मी है सही बात है ठीक है शुक्रिया हमको कितना टाइम लगेगा तकरीबन इधर आधा घंटा तक लगेगा चल के आधा घंटा चल के आधा घंटा तक लगेगा अरे यार। दूर है ना उधर अरे भाई ठीक है बस आपका नाम बताइए आपका इमरान अली ओके बाई गुड नाइट आधा घन्टा लाग्छ अरे त अनि हेर न कति दामी देखिरहेको छ त्यहाँनिर यो साइड त्यो त्यो किरी कार गरौ क्रिक हार्बर कता हो भनेको कता हो कहाँ हो र भनेको आउनु म लग्छु भन्ने सोचिरहेको थिएँ अब के गर्नु नेपाल से है? काठमांडू पता है आपको काठमांडू पता है ना नेपाल का नेपाल का मेरा बुते वाला है ये वो भैरवा बुते वाला भैरवा हो भैरवा हो त हजुर 6 घण्टा त्यहाँबाट यो अगाडि जानु हो अगाडि हजुर हजुर त्यो बिल्डिङ र जानु पर्यो कि होइन तल बिल्डिङको ल ल ठिक छ त धन्यवाद है ल जाउँ फेरि सिग्नल कट्दिनु र अब कटिन्थ्यो अब तिमी वेट गर्नु त्यही भएर अब चाहिँ चान्स छैन वेट गर अब बल्ल फिल 5 मिनटभन्दा त बोर्ड लगाइसक्यो छ त खै मार्केट तिमीले मार्केट चाहिँ क्या देख्यौ मार्केट मुला मार्केटमा यो मार्केट हो यो मजा आउँछ ल समिल अलमराईको चाहिँ दामी हुन्छ क्या अलमराई अलमराई र अलरबाबीको चाहिँ दामी लाग्छ अलरबाबी यो त तर लोकल कम्पनी हो नि त होइन यहीँको दामी छ क्या तर अर्को पटक जाँदा चाहिँ अलरेडी ठाउँ चाहिँ प्लान गरेर जानुपर्छ यो मुला यार यो टाइम त यो सिग्नल वेट गर्दा गर्दै गयो होला यार हाम्रो 1 घन्टा त होइन कस्तो लागिरहेको छ त राजु मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ तर धेरै हिड्यो फाइनली मैले त्यो डेस्टिनेसनमा चाहिँ लिएर डेस्टिनेसनमा एटलिस्ट लिएर आयो तर अझै पनि मलाई कन्फर्म भएको छैन कि हामी यहाँनिर आइएको छ भन्ने यता हो कि यता हो यार खै यार जानुपर्ने कता रातिमा
यहाँ भएर चाहिँ त्यस्तो मजा आएन कि दिउँसोमा कस्तो राम्रो छ र यार यो ठाउँ है अनि माथि जुन हेर न जुन दामी देखिरहेको छ माथि प्लेन उडिरहेको छ बिल्डिङ मेन त यहाँको बिल्डिङहरूले चाहिँ एट्र्याक्ट हान्छ कि है अनि क्रूज पर जाना तो मोस्ट वेलकम। हाँ ये डेस्टिनेशन ओ कितना पैसा कितना लगता है उसमें इसमें खाने पीने के साथ होता है। इधर से जाएगा फेस्टिवल बुर्ज खलीफा हर्बर क्रीक जी, जी। और इसमें 10 से 12 डिशेज होती है। पानी कोला कॉम्प्लीमेंट्री होता है, कॉफी डिनर भी कॉम्प्लीमेंट्री होता है जी जी और लाइव शो तनूरा शो ये भी कॉम्प्लीमेंट्री होता है। 60 पर पर्सन के साथ है अगर इधर बुक करते हैं। अगर बुक ऑनलाइन करके आते हैं तो उसका थोड़ा डिस्काउंट मिल जाता है। बस ये थोड़ा मतलब 60 में खाना सब कुछ मिलेगा उधर है अंदर। मिलेगा। जी सर हम जब भी दूसरा टाइम पे इधर आएगा तो आपको कांटेक्ट कर सकते हैं ना। ठीक है बस थैंक यू सो मच बस थैंक यू बस। क्योंकि हमारा टाइमिंग ही गलत हो गया। हम तो आने वाला था सनसेट का टाइम पे लेकिन अभी क्या करेगा अभी निकलना पड़ेगा जल्दी हमें। चलें ठीक है ओके हामी के गर्ने यसो घुम्ने राउन्ड हान्ने त्यहाँनिर जाऊँ उम्, त्यहाँबाट अब उता गयो भने त यो त लास्ट रहेछ हेर न भारी छ अनि यो सिद्धिन्न सायद 2 घन्टासम्म सक्दैन हाम्रो कति सफा छ के दामी लाग्यो तर मलाई त्यो क्रिक हार्बर भन्दा चाहिँ यो नै दामी लाग्यो मलाई हेर त कागहरू का गरिरहेको छ कस्तो पिसकै ठाउँ होइन न त्यति धेरै क्राउड छ यार कस्तो का गरिरहेको है यस्तो आवाज सुन्दा त म नेपालमै छु जस्तो लाग्छ कि सो गाइज तपाईँहरू दुबईमा हुनुहुन्छ भने चाहिँ अब नेपालबाट भिजिट गर्न आउनुभयो भने चाहिँ यो अल्जदफ रहेछ है ठाउँको नाम यहाँनिर चाहिँ आउनु होला मलाई चाहिँ बब्बाल लाग्यो अनि तपाईँ दुबईमा हुनुहुन्छ भने चाहिँ एकचोटि भिजिट गर्दा हुन्छ जब सनसेट हुने टाइम हुन्छ नि त्यो बेला चाहिँ ओभर राम्रो देखिन्छ यहाँनिर किनकि मैले 2-3टा भिडियो पनि हेरेको थिएँ कि मनको इच्छा पुरा भयो नि जे भयो नि होइन एक त तिमी छौ होइन मसँग म त्यसैमा खुसी छु अनि यस्तो ठाउँमा आउँदाखेरि चाहिँ म त धेरै 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 एक्साइटेड छु यस्तो हो रातिको बेलामा क्यामेरामा चाहिँ क्याप्चर हुन्न होइन तर आँखामा चाहिँ क्याप्चर अनि मनमा क्याप्चर भइरहेको छ दिल खुस छ अरू के चाहियो होइन हामी चाहिँ यहाँ माथि जानु लाग्यो होइन दामी बिल्डिङ छ वरिपरि मस्त समुद्र पानी होइन के चाहियो होला अनि हामी चाहिँ यहाँ माथि जानु लाग्यो अनि यो चाहिँ एउटा मन पर्यो कि कहाँनिर हेर्दा त अन्त टिकट कतै पनि काट्दैन त फेरि हेर्न यहाँ टिकट लाग्दिन होला होइन त्यो यहाँ गुफाहरू छ के भित्रभित्रै यस्तो ठाउँहरूमा आउँदा तिमीले कसलाई सम्झिन्छौ खै यार थाहा छैन यार भन न रहेछ यार कोही त होला कसैलाई सम्झिन्न आफूले मात्र होइन यो चाहिँ हाम्रो पानी होइन अघि नै हामी रेस्टुरेन्टदेखि लिएर आएको पानी चाहिँ अझै छ अहिले चाहिँ काम लागिरहेको छ खतरा अहिले चाहिँ हल्का शान्त भइरहेछ एनिवे गाइज हामी चाहिँ एकदम खुसी छौँ राम्रै रहेछ दिनमा हेर्दा बबाल ठाउँ छ होइन अब रातिमा पनि बबाल छ ठिक छ त ठिक छ होइन राम्रो लाग्यो यताको चाहिँ राम्रो छ यो गरेर बिल्डिङहरू मात्र छ नि त उता त माथि त रमाइलो नै नयाँ ठाउँ हो दामी लागिरहेछ होइन अलिकति रिग्रेट नै भइरहेछ के को लागि रिग्रेट भइरहेको छ टाइमिङमा आएन भनेर ठिक छ त्यही पनि नाइट भ्यू पनि राम्रो छ तर जानी मन चाहिँ लागिरहेको छैन यार कस्तो यो ठाउँ छोडेर जानी मन लागेकै छैन क्या तिमीलाई जानी मन छ जानै पर्यो नि अब के गर्नु होइन अनि के जान लाग्यो तिमी जानी होइन र कता जाने त त्यहाँबाट कता हो जानी हामी उता हो के जाने ए हो हत्तेरी त्यही भएर त मैले त्यो मेरो सर्ट अनि ब्याग त्यही राखेँ ए त्यहीँनिर छ ए भगवान् मैं सीएस साइड में डायमंड 2 आप अब भी एक यूट्यूब चैनल बनाना चाहिए आपको भी। बोलते ये देखो मेरा चैनल कैसा है सब्सक्राइब करें
फैमिली। वाओ नाइस फैमिली। होते वक्त आप फ्री फायर। मैं पबजी खेलता हूँ। नाइ बाई बाई। एनिवे गाइज अब चाहिँ 10 बजिसक्यो है। अब हामी चाहिँ यहाँदेखि निस्किनुपर्छ। साथीको चाहिँ भोलि बिहान ड्युटी छ। मेरो त 1 बजीदेखि भएको छैन। भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। अनि सरी फर द टाइमिङ। हामी चाहिँ सनसेट हुने बेला आउने भनेको तर त्यस्तै भयो। बेला ठ्याक्क खाना लाग्यो जस हामी चाहिँ खुसी छौँ खाना खानु पाएर हैन। प्री प्लान नभएपछि त्यस्तै हो कि। आजको लागि यति नै। अब चाहिँ म भ्लग इन गर्दैछु। बाई बाई। टेक केयर। सी यु इन द नेक्स्ट भ्लग।